यो छाउनीको सैनिक सङ्ग्रहालय चाहिँ सबैले जानुपर्ने ठाउँ छ। हामी संसार घुम्छौँ तर आफ्नो देशको हिस्ट्री हेर्नको लागि चाहिँ धेरै पछि परेका हुन्छौँ। स्पेसली तपाईँको छोराछोरीलाई यो देखाउन एकदमै जरुरी छ। मैले त बच्चामा एकचोटि गएको होइन, त्यो पनि थोरै चिज थियो। अहिले त यति धेरै कलेक्सनमा आइसकेछ। म त यति खुसी भएँ, आजको दिनभर यसमै बित्यो। र तपाईँहरू पनि 10 बजे जानुभयो भने 4 बजेसम्म त यो हेरेरै बित्छ होइन। त्यति धेरै चिजहरू छ, एक एक पढेर हेर्ने हो भने त 3 दिन लाग्छ होला होइन। त्यही पनि यति खुसी भएँ। अनि विभिन्न पहिलाका राजाहरूको आर्ट, राजाहरूसँग फोटो खिचेँ, हिस्ट्रीहरू कसरी लेखिएको थियो। यो चाहिँ राजाहरूको पार्टको साइड है। यहाँ विभिन्न पार्टहरू छन् होइन। हिँड्दा हिँड्दा खुट्टा पनि दुख्यो एकदमै, तर पनि म एकदमै रमाई खुट्टा दुख्यो भने एकदम रमाई हेर्दै थिएँ। राजाको फोटोहरू निहाल्दै हेर्दै थिएँ। छोरालाई पनि खिच आऊ भन्दै थिएँ क्या। अनि आजको दिन चाहिँ यसरी नै बित्यो है मेरो चाहिँ। तपाईँहरू सबैले पनि एकचोटि छाउनीको म्युजियम चाहिँ हेर्न जानुहोला। त्यति बेलाका तोप बारुद अनि यो वेपन्सहरू भएको ठाउँ होइन। कस्तो राम्रो गरेर राखेको कलेक्सन।